ल दसैँ आओ टिका पनि लगाइदिन पर्यो यिनीहरूलाई। ल यति भएपछि त टिका लगाइयो। अब सुरुमा छोरीलाई त लाउने होला नि। ओ आयुद्रोण सुते श्री दशरथे शत्रु राघव। ल प्रिय मेरो जेन्जी छोरो, बिहान छिटै जागेस्, केटीको पछि कहिल्यै नलागेस्, पैसाको पछि सधैँ लागेस्। बा दक्षिणा घरैमा त अलि नलाभा हुन्थ्यो के। अब दसैँको बेला है दक्षिणा त दिनै पर्यो फेरि छोरीलाई। ल अब तँलाई पनि त दिने होला नि है। ए हजुर रोक्नुस् त। ए हजुरको उहाँ पहाडको काकीको फुपाजु बित्नु भएछ। हजुरहरूको फोनै लाइन्छ, त्यही भएर उहाँ पत्र पठाउनु भयो। ए बा टिका लगाइसकेपछि अब दक्षिणा त दिन मिल्छ होला नि। चुप लाग, उहाँ काकीको फुपाजु बितिसक्नु भयो। मेरो काकीको फुपाजु। दुर्गाजी भए, सुखी भए, खुसी भए। छिमेकीकोमा यस्तो रमाइलो भइरह, हाम्रोमै मर्न पर्ने, त्यही माथि आजै। ए रोक्नु कहाँ टिका लाउन लाग्नु भएको हजुरले? उहाँ पहाडमा हजुरको काकीको फुपाजी बितिसक्नु भयो। ए खत्तम भयो चल्दा। यस्तो कसरी हुन सक्छ? कसरी हुन सक्दैन? मेरो टिका नभइसकेपछि कसैको नि हुन्न। फेकुला कि